सो वेलकम ब्याक टु माई च्यानल गाइज। सो आज चाहिँ नाइटमा बुढा शिव मन्दिर कस्तो देखिन्छ त्यो हामी हेर्न गइरहेछौँ। कस्तो हुन्छ त बुढा शिव मन्दिर दिउँसोमा त सबैले हेर्नुभएको छ बुढा शिव मन्दिर कस्तो र सुन्दर र शान्ति शान्ति वातावरण स्वस्थ ठाउँ भएको ठाउँ। मनै आनन्द हुन्छ त्यहाँको शिर र हावा चल्दाखेरि। अब राति जाउँ न त कस्तो हुँदो रहेछ, राति हेरौँ बुढा शिव मन्दिर कस्तो देखिन्छ होइन। बुढा शिव मन्दिर कस्तो देखिन्छ त हाम्रो मामा यहाँ छ पक्नुहोस्। हेलो अब बुढा शिव मन्दिर राति चाहिँ कस्तो देखिन्छ भनेर देखाउँदैन अरे क्या। मामा पनि भ्लगर हो नि फेरि। शिव मन्दिर कस्तो देखिन्छ त बुढा शिव मन्दिर अन्धकारमा। मैले चाहिँ होइन त्यहाँ हाम्रो दोकानको प्यारो मामाको टक्क अगाडि थम्लेर राखिदिन्छु, किनकि मामा युट्युबर हो नि त। यसो मोटो भ्लगिङ गर्नु हुन्छ, यस्तो भर्खर स्टार्ट गर्नुभएको। हेरौँ कस्तो हुन्छ यता सबैतिर राति। बुढा शिव राति चाहिँ कस्तो खालको अन्धकार देखिन्छ, कस्तो डरन देखिन्छ। के देख्नुहुन्छ तपाईँहरूले र दिउँसो देख्दा र राति देख्दा तपाईँले के फरक पाउनुहुन्छ त्यो चाहिँ कमेन्ट गर्नु होला। दिउँसो त तपाईँले देखिराख्नुहोस् मामा। म यो गाउँको सुन्नु न, यहाँ मैले चाहिँ होइन के यहाँ यता हेर्नु न के टपिकमा बनाएको भने नि हामीले सुन्नु न। म यो त होइन, म यो गाउँको होइन ठिटो भने होइन मैले चाहिँ 40 कतिको भने मैले चाहिँ यस्तो बारेमा तिमीलाई भन न त नि। म ऱ्याप होइन क्या। मैले चाहिँ बुढा शिव मन्दिरको बारेमा होइन दिउँसो त बिहान सबैले देखेको छ कस्तो आनन्द ठाउँ छ भनेर होइन। कस्तो चाहिँ होइन हाम्रो मामाले कस्तो दामी ऱ्याप गाउनुभयो। तपाईँहरूले प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ अवश्य नबिर्सिनु होला। तपाईँ के 14बाट हेर्दै हुन्छ भने आफ्नो गाउँको प्यारो भाइलाई सब्सक्राइब गर्नु अवश्य नभुल्नु होला होइन। तपाईँहरूले युट्युबमा सर्च गर्न सक्नुहुन्छ ब्याटम्यान। मलाई चाहिँ होइन एकाउन्टको सरले एकदमै माया गरेर क्याटम्यान भन्नुहुन्थ्यो होइन, तर क्याट भनेको त बिरालो हो। म त बिरालो होइन, बिरालो त अब्बर छिटो कुद्छ तर डरपोक हुन्छ नि त। म चाहिँ ब्याटम्यान हो क्या। ब्याटम्यान भनेको चाहिँ उड्ने हो क्या। हामी अरूलाई ब्याटले हान्ने हो, उड्ने हो होइन। ब्याटम्यान भनेको चाहिँ अब एउटा सहयोगी मन भएको, अनि त्यहाँदेखि सहयोगी मन भएको सबैलाई बचाउने हो नि, रेस्क्यु गर्ने ब्याटम्यान हो क्या म चाहिँ। सो म चाहिँ बुढा शिव आइपुग्न आँटेको छु। बुढा शिव कस्तो देखिन्छ त ल डाइरेक्ट त्यहीँबाट हेरौँ है त। सो तपाईँहरू देख्न सक्नुहुन्छ म चाहिँ बुढा शिव मन्दिर नाइटमा देखाइदिउँ भनेको। ताला लगाएको हुँदो रहेछ यहाँ। तपाईँले अलिक बाहिरबाट देखिन्छ कस्तो यस्तो डेडली देखिन्छ। म तपाईँहरूलाई आर्ट गरेर म गएर केही देखाउँछु भनेर भनेको थिएँ, तर यस्तो डेडली के हो त पर मान्छे जस्तो के हो फेरि। ताला त लगाएको छ त, मान्छे कहाँबाट पुग्यो त्यहाँ ल। पर हेर्न सकिन्छ बुढा शिव मन्दिर यस्तो देखिन्छ गाई। तपाईँहरूलाई देखाउँछु भनेको थिएँ तर बुढा शिव मन्दिरमा गेटको चाबी लागेको रहेछ। त्यहाँबाट अब अरू ठाउँ देखाउँछु, बिजेपुर चोक देखाउँछु नाइटमा कस्तो देखिन्छ भनेर। बुढा शिव त देखिहाल्नुभयो। यस्तो छ हाम्रो बुढा शिव राति चाहिँ एकदम राम्रो प्यारो हाम्रो बुढा शिव ठाउँ यस्तो रहेको छ। बिजेपुर चोक आइसकेको छु। बिजेपुर कस्तो देखिन्छ त राति हेरौँ है त। सनानमा भाडामा ड्रोन छैन, बोन्देगी हेर्नुपर्छ कस्तो देखिन्छ त हेर्दै जाउँ हामी। यो रहेको छ हाम्रो राधाकृष्ण मन्दिर। बिजेपुर चोक हेर्नु न यहाँबाट, अब उताबाट पनि हेर्नुपर्छ। पुरा बिजेपुर चोक चाहिँ पुरा यस्तो देखिन्छ उदाहरणको। यता छ हाम्रो राधाकृष्ण मन्दिर, प्यारो मन्दिर। ग्यारेज यहाँ छ, ग्यारेज बन्द भइसकेको छ। उता किराना दोकान छ, यहाँ कुकुर छ, यहाँ अगाडि पुलिस चौकी छ। यता हामीहरू चाहिँ बस्ने ठाउँ छ। अनि पर मार्केट यता सुपर मार्केट छ। सुपर मार्केटभित्र रहेको छ हेर्न सकिन्छ। बिजेपुर चोक यस्तो छ पुरा। यहाँ बस्ने ठाउँ छ, यसरी सबैजना आएर बस्न सक्छ। बिजेपुर चोक हाम्रो चोकको प्यारो फुटबल चोक भन्दा पहिले नै नथाहा पाउने मान्छेहरूले चाहिँ यस्तो छ।
यहाँ पेर हाम्रो एउटा साथीलाई पनि देख्न सक्नुहुन्छ पुरा पैसा गर्दैछ दोकानमा बेचेर के पैसा गर्नेछ अरे दोकानको हो आज कहीँ नहिँडेको त हो सक्नुभयो होला बिजेपुर चोक हाम्रो कस्तो देखिन्छ भनेर अब तपाईँहरूलाई म देखाउन गइरहेको छु हाम्रो बिजेपुरमा हाम्रो वार्डमा चाहिँ 14 मा चाहिँ मन्दिर यति धेरै छ बुढासुवा मन्दिर दण्डकाली मन्दिर पिण्डेश्वरी मन्दिर पञ्चकन्या मन्दिर शिव मन्दिर होइन सबै मन्दिर छ क्या हाम्रोमा अनि त्यहाँदेखि 14 मा चाहिँ यस्तो दामी पर्यटक क्षेत्र हो हाम्रो 14 चाहिँ अब 14 देखि हाम्रो धरान कस्तो देखिन्छ त्यो धरानहरू हेर्न सक्नुहुनेछ तपाईँहरूले म देखाउँछु तपाईँहरूलाई लेट्स गो हुनुहुन्छ तपाईँले कस्तो देखिन्छ भनेर बिजेपुर मैले साइडको रुखदेखि देखाएको तर वहाँ गएर देखाउँछु म हेर्ने ठाउँदेखि गएर देखाउँछु तपाईँलाई हेर्न सक्नुहुन्छ धरान बजार चाहिँ यस्तो देखिन्छ हाम्रो 14 देखि देख्नुभयो होला तपाईँहरूले हाम्रो 14 कस्तो खतरा छ भनेर यो चाहिँ हाम्रो रहेको छ शिव मन्दिरमा यस्तो पछाडि बस्ने ठाउँ छ कोलाई याद छ होला यहाँ चाहिँ बेलुका चाहिँ होइन भ्यू हेर्न आउनुहुन्छ सबैजनाहरू स्वास्थ्य हाम्रो दामी ठाउँ छ अझै मैले देखाउनु पर्ने भनेको 2-3 वटा ठाउँ छ तर मैले चाहिँ स्कुटी नलिकन हिँडेको छु त्यही भएर मैले सम्भव छैन क्या 14 डुलेर सम्भवै छैन अझै सेल्फी रोड बाँकी छ म जानु अनि त्यहाँदेखि झन्डा चोक जानु छ तल हो अहिले चाहिँ त्यो ठाउँमा चाहिँ पिण्डेश्वरी मुनि थियो पहिले चाहिँ तर अहिले चाहिँ झन्डा चोक आएको छ झन्डा चोक अनि तपाईँको पञ्चकन्या भयो पिण्डेश्वरी भयो दण्डकाली भयो यति मन्दिर चाहिँ मैले देखाउनु पर्ने थियो तर मलाई असम्भव भयो अनि हाम्रो यहाँ अझै मन्दिर छ तर मैले बिर्सेँ होइन गोपाल मन्दिर पनि छ 14 मै तर 14 मै अनि त्यसको ठ्याक्क अगाडि क्रिस्चियनको चर्च पनि छ हाम्रो 14 मा चाहिँ अनि त्यहाँदेखि लिएर अरू पनि छ अनि यता माथि 2 धारेको धारा छ अनि त्यहाँदेखि ठ्याक्क त्यसको अगाडिपट्टि पनि मन्दिर छ मन्दिरको नाम चाहिँ मलाई थाहा भएन एउटा मन्दिर चाहिँ याद छ त्यो मन्दिरको नाम हो शनि मन्दिर अनि यता खै कुन मन्दिर हो त्यो चाहिँ थाहा भएन म 14 को मान्छे भएर म 14 डुलिसकेको छुइनँ अहिलेसम्म थाहा छ बसेको 17-18 वर्ष भइसक्यो म जन्मेको चाहिँ तर अझै म डुलेको छुइनँ तर म डुल्छु तपाईँहरूलाई देखाउँछु तपाईँसँगै देखाउँदै म पनि डुल्छु धरान हाम्रो हाम्रो शिव मन्दिर पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ यस्तो छ हाम्रो शिव मन्दिर चाहिँ को आउनुभएको छ प्लिज कमेन्ट डाउन यस्तो दामी ठाउँमा को चाहिँ आउनु होला सब हाम्रो कलेजको केटाहरू पनि कतिजना आएको छ फेब्रुअरीमा अनि हाम्रो 14 मेरो घरतिर चाहिँ कस्तो देखिन्छ भने म तपाईँहरूलाई देखाउँछु है अनि प्रिन्स तिमी हेर्दैछौ भने चाहिँ रन्जित दाईको घर चाहिँ अगाडिको हो यो अगाडिको घर हाम्रो रन्जित दाईको फिफार खेल्छौ नि हो रन्जित दाईको यो 14 को लाइटहरू तपाईँहरूले देख्नुहुन्छ 14 र धरान 4 मास्तिर माथि डाँडामा चाहिँ त्यो माथि डाँडाको छ नि हो त्यो चाहिँ धरान 4 हो भने त्यहाँदेखि अलिक डाउन भएको चाहिँ यस्तो पहेँलो लाइटहरू भएको माथि भएको 4 हो त्यस्तो दामी ठाउँमा बस्छु म चाहिँ एकदमै दामी ठाउँ छ 14 है गाइड चाहिँ पुरै तिरबाट आउनु भने चाहिँ यस्तो देखिन्छ हाम्रो बिजेपुरको भ्यू तपाईँहरूलाई कस्तो लाग्छ होइन हो हाम्रो स्टार होटेल रहेको छ एकदमै दामी र भिआइपी एकदम होटेल एकदम सस्तो पनि छ यहाँ चाहिँ अब टाढादेखि पर्यटकहरू आएर बस्नुहुन्छ र बिहानै बुढासुवा मन्दिर पूजा गर्न जानुहुन्छ हाम्रो बिजेपुर चोकमा आएपछि त सेतो बिल्डिङको ठ्याक्कै ढला गरेको रोडमा आएपछि हामी टक्क अगाडि भ्यू गर्न पाउँछौँ यहाँ तपाईँहरू आउन सक्नुहुन्छ यहाँ थकाली खाना पनि एकदम राम्रो पाउने छ अनि तपाईँहरूलाई आराम गर्ने ठाउँ हल्का खाँदै रेस्ट गर्ने ठाउँ चाहिँ हाम्रो यस्तो रहेको छ भने यहाँ चिसोहरूदेखि लिएर सबै थोक पाउँछ यहाँ तपाईँहरूलाई एकदम राम्रो वातावरण भएको एकदम राम्रो अनि हजुरहरू चाहिँ स्मोकिङ गर्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई यो रुम रहेको छ एकदम राम्रो छ स्टार होटल हाम्रो धरान 14 मा आएपछि बिजेपुरमा पूजा गर्नलाई बिहानै पूजा गर्नुहुन्छ भने चाहिँ हाम्रो स्टार होटलमा बसेर तपाईँहरूले बिहान गएर पूजा गर्न सक्नुहुन्छ कोठा चाहिँ यस्तो रहेको छ हाम्रो स्टार होटलको तपाईँहरूले 2 जना डबल बेड भएको रुम काट्नु भने चाहिँ यस्तो त राम्रो पाउनुहुन्छ तपाईँले यहाँ सोफामा केही खानेकुरा अर्डर गर्नु भने चाहिँ तपाईँ यहाँ खान पनि सक्नुहुन्छ र
रेस्टको लागि चाहिँ तपाईँलाई ओछ्यान पनि छ यहाँ एकदम राम्रो, तकिया पनि राम्रो छ, अनि तपाईँलाई यहाँ सामानहरू राख्नलाई पनि छ। अनि तपाईँले चाहिँ अब टक्क खाइसकेर बाहिर बस्छु भन्दा पनि पाउनुहुन्छ। यहाँदेखि म हाम्रो बिजयपुर डाँडाको भ्यू हेर्छु भन्दाखेरि एकदमै पाउनुहुन्छ। डाँडाको भ्यू यस्तो रहेछ यहाँबाट चाहिँ होइन, पहिले लाइटले गर्दाखेरि अलिक मधुरो देखेको होला, सबै राम्रो छ। यहाँदेखि हाम्रो चोकको भ्यू हेर्न सक्नुहुन्छ, पछाडिदेखि पनि हाम्रो डाँडाको भ्यू हेर्न सक्नुहुन्छ। तपाईँहरू आउन इच्छुक हुन्छ भने हाम्रो स्टार होटेलमा रेस्ट गर्न सक्नुहुन्छ। भान्चुक अरू ठाउँको भन्दा एकदमै बेटर रहेको छ, यो चाहिँ एकदम राम्रो छ, सस्तोमा पनि राम्रोमा राम्रो छ। यो चाहिँ हाम्रो आफ्नै मेरो मामाको होटल हो, तपाईँहरू आएर इन्जोय गर्न सक्नुहुन्छ। पार्टीदेखि लिएर बिहे वर्तमान सबै पनि हुन्छ है गाइज। ल बाई बाई। पछाडिको भ्यू पनि हेर्न सक्नुहुन्छ तपाईँहरू, त्यस्तो राम्रो बिजयपुरको भ्यू देखिन्छ। बिजयपुर डाँडा भनेको चाहिँ यही हो। मास्तिर देखेको चाहिँ तपाईँको धरान 4 हो भने यहाँदेखि तपाईँले बिजयपुर डाँडा पनि हेर्न सक्नुहुन्छ। एकदम राम्रो छ। भिडियो कस्तो लाग्यो होला प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ अवश्य नबिर्सिनु होला। मेरो कलेजको साथीहरू देखौ, तिमीहरू अब यहाँ आएर रेस्ट गर्न सक्छौ। बुढासुवा मन्दिर पूजा गर्न आयो भने केराबारीदेखिको चतरादेखिको तिमीहरू यहाँ बसेर बिहानै पूजा गरेर जान्छौ भने तिमीहरू स्टार होटेलमा रेस्ट गर्न सक्छौ। यहाँ चाहिँ हाम्रो पछाडि अब टक्क अब कोही सिगरेट केही कुरा खानेकुरा खान चाहनुहुन्छ भने त्यस्तो हाम्रो गार्डनमा आएर चाहिँ खान सक्नुहुन्छ। यस्तो राम्रो रहेको छ भने तपाईँको हाम्रो किचन पनि ठ्याक्क अगाडि रहेको छ। तपाईँले अर्डर गरेर टक्कै गार्डनमा बसेर मिठो खानेकुरा खाएर पछाडिको भ्यू हेर्दै इन्जोय गर्न सक्नुहुनेछ है। मेन अब चाहिँ आजको भ्लग चाहिँ कस्तो लाग्यो होला प्लिज कमेन्ट डाउन। सो मेरो कलेजको केटाहरूले सबैजना हेर्छ भन्ने मैले चाहिँ गरेको छु, तपाईँहरू पनि हेर्न सक्नुहुन्छ मेरो भिडियोहरू है। सो आजको भिडियो कस्तो लाग्यो प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ अवश्य नबिर्सिनु होला। यो भिडियो चाहिँ मेरो सरको च्यानलमा र मेरो च्यानलमा जाने छ भने तपाईँहरूले हेर्न सक्नुहुन्छ। हाम्रो दुईटै च्यानलको फ्यामिली सबैजनाले हेर्न सक्नुहुन्छ। सो गाइज आजको भ्लग चाहिँ यति नै छ है गाइज। ल बाई बाई।